उहाँहरू पनि हाम्रो यता हाट छ है, यसरी सब्जी बेच्नु आउनुहुन्छ होइन। सो है उहाँहरूको गुनासो के छ, जब पानी पर्दाखेरि उहाँहरूले कस्तो प्रब्लम फेस गरिरहेको छ हजुरसँग म बातचित गराउनेछु होइन। सो नमस्ते तपाईँलाई। यो सब्जीहरू कहाँबाट ल्याउनुहुन्छ? घरकै हुन्छ है। र आज यस्तो वेदर भयो है, र तपाईँहरूले अब यस्तो मिहिनेत गरेर आजको दिन होइन हाटमा के सब्जीहरू है अलिक 1-2 रुपियाँ हुन्छ भनेर ल्याउनु भएको छ होइन। र आज पानी पर्यो है, एकदम बिजोग भयो। अनि तपाईँ यस्तो अब के भन्नु चाहनुहुन्छ अब यो विषयमा? तपाईँ चाहिँ राम्रो जग्गा पाओस्। हजुर एकजना सरले यो छलमथाङको हो हजुर उहाँले यसो छत बनाइदिन्छु भन्नुभएको दिन ए हजुर 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 ए छत बनाइदियो भने त एकदम राम्रो हो नि तपाईँहरूको लागि। किन तपाईँहरू भने त अब हप्तामा एकचोटि आउँछ होइन, त्यो सब्जीहरू थाप्नु आउनुहुन्छ। अन्त म घरिघरि हेरिबस्छु होइन, घाम लागेको दिनमा चाहिँ यस्तो केही प्रब्लम छैन होइन। सो यो पानी झरीमा चाहिँ मलाई कतिचोटि मलाई यो देखेर मलाई भिडियो बनाउनु मन लाग्यो। यो अब तपाईँहरूको दुःखहरू देखेर यो फार्मर्सहरूको जुन यति साह्रो उहाँहरूले होइन यसरी अब सब्जीहरू हप्तामा ल्याउनुहुन्छ बेच्नुको लागि मजा गरेर होइन। तर अब यस्तो पानी पर्दाखेरि एकदमै बिजोग लाग्यो नि त होइन। अब के होस् जस्तो लाग्यो नि त मलाई पनि। हाम्रो पार्टीमा तपाईँहरूको लागि चाहिँ केही बनाइदियोस् है, यस्तो एउटा छत बनाइदियोस् भन्ने चाहिँ मलाई चाहना छ कि। अब होप है अब सरकारले पनि यो है सुन्नुहोस्, हाम्रो फार्मर्सहरू यसरी है सब्जीहरू चाहिँ पाउँछ हाटमा हुँदैन लु भन्नुहोस् है तपाईँहरू आफै है के भन्नु चाहनुहुन्छ है। एउटा राम्रो है छत बनाइदियो भने त हुन्छ नि है। छत चाहिँ म ए हजुर ल है गाइस। हजुर पानी झर्नु बिजोग है बडा। खै तपाईँको सब्जी चाहिँ सक्यो ए गाइस बिजोग भयो है पानी परेर। आज चाहिँ बुधबार, आज चाहिँ हाट लाग्छ हाम्रो पाक्किम बजारमा र है तपाईँहरूले यहाँ हेर्न सक्नुभयो होला मेरो भिडियोमा। र मैले यो भिडियो किन देखाउँदैछु भने र उहाँले एकदमै धेरै फेसिङ अ प्रब्लम यस्तो पानी झरीमा पर्दाखेरि उहाँ चाहिँ टाढो टाढोबाट सब्जी ल्याउनु भइरहेको छ होइन। र उहाँले राम्ररी बेच्नु पाउँदैन, यसरी पानीले भिजेर हेर्नुहोस् हो। व्यापारीहरू पनि कोही हुनुहुन्न किनभने उहाँहरू बिजोग छ र उहाँको छत छैन है। र हाम्रो माथि बिल्डिङपट्टि त अब सबैजनाको यहाँ सेफली छ जग्गा होइन, सब्जी बेच्नुको लागि पानीले पनि भिज्दैन, कम्फोर्टेबल छ। र उहाँहरू चाहिँ है हाम्रो टाढो टाढोबाट आउनुभएको बाजे बोजू आन्टी अङ्कलहरू है। र उहाँहरूलाई एकदमै धेरै बिजोग भइरहेको छ र उहाँसँग बातचित पनि गरेर केही छत बनाइदियोस् भन्ने चाहिँ उहाँहरूको गुनासो रहेछ।